वचन कुनै एउटा नानीले नि छोराछोरीले नि गलत गर्ने अथवा पाप गर्ने ठाउँमा पुग्दै गर्दाखेरि नि जो पनि त्यो परीक्षामा पढ्छ जो पनि त्यो परीक्षामा पढ्दै गर्दाखेरि नि उसले एकपल्ट चाहिँ सोच्छ, एकपल्ट चाहिँ विचार चाहिँ गर्छ उसले, गरौँ कि नगरौँ होइन। तर त्यो नानी त्यो छोराछोरीले चाहिँ आफ्नो आमा बाउको नि आफ्नो बाउको आफ्नो बुबाको आफ्नो आमाको नि परिश्रम है उनीहरूप्रतिको जुन चाहिँ सम्बन्ध एकदम ठिक छ, एकदमै राम्रो छ होइन, एकदम घनिष्ठ छ। आमा बाउ अनि छोराछोरीको जुन चाहिँ सम्बन्ध चाहिँ यति राम्रो छ, बलियो छ होइन। एकदमै आमा बाउलाई उसले माया गर्छ, किनभनेदेखिलाई उसले आमा बाउको सबै दुःख पीडादेखि लिएर सबै कुरा थाहा छ। मेरो निम्ति मेरो आमा बाउले के गर्नुभयो भन्ने कुरा उसलाई थाहा छ भनेदेखिलाई नि उसले नि के भन्छ त्यति बेला पाप गर्ने ठाउँमा आइपुग्दै गर्दाखेरि अबै म गर्न सक्दिनँ, यो मैले यो काम गरेँ भनेदेखिलाई चाहिँ मेरो आमा बाउ चाहिँ कति दुखित हुन्छ, जसले चाहिँ मलाई पालन पोषण गरे, जसले चाहिँ मलाई नि सानोदेखि मलाई हुर्काए है। मेरो हरेक परिस्थितिमा मेरो हरेक कुराहरूमा परमेश्वरले मलाई मेरो आमा बाउले मलाई जुटाइदिनु भयो, मलाई रेखदेख गर्नुभयो, मलाई जस्तो माया है अरू कसैलाई पनि गरेनन्। अनि त्यो उसले सम्झिँदै गर्दाखेरि उसले त्यो पाप काम उसले त्यो गलत काम गर्न सक्दैन। परमेश्वरको भय पनि त्यस्तै हो। जति हामी परमेश्वरलाई नजिकबाट चिन्छौँ नि पाप गर्ने ठाउँमा आइपुग्दै गर्दाखेरि, भुल गर्ने ठाउँमा, गल्ती गर्ने ठाउँमा, परीक्षामा हामी आइपुग्दै गर्दाखेरि नि त्यहाँ हामी विजय हुन्छौँ। आमेन। किनभने परमेश्वरको सब कुरा हामीलाई थाहा छ, किनभने परमेश्वरसँग सम्बन्ध बलियो छ। यो मोटिभमा यो उद्देश्यको साथमा हामी सुन्छौँ, वचन सुन्छौँ।